आहा सब हमरा काम दू करेला, काम दू करेला, हम काम करके दिखाई। साथीहरु सुन्नुभयो हैन, उहाँले चुनाव अगाडि गर्नुभएको बाचा, तपाईहरु काम दिनुस् म काम गर्न आएको, म काम गर्छु भनेर भन्नुभएको बाचा अहिले फटाफट पूरा भइरहेछ है साथीहरु। हेटौडाको कपडा उद्योग हैन, अब के रे उदयपुरको सिमेन्ट उद्योग पनि सुचारुमा आइसकेको छ साथीहरु हैन, देखिरहनु भएको छ साथीहरु हैन। र अब चाहिँ सिमेन्ट उद्योग पनि अब सुचारु भइसक्यो। ल अब हामी नेपालीहरुले बाहिरबाट सिमेन्ट मगाइरहनु परेन क्या हैन, इन्डियाको चाइनाको हैन मगाइराख्नु परेन क्या। अब हामीले आफ्नै देश नेपालबाट है, नेपालमै उत्पादन भएको सिमेन्ट नेपालमै घर बनाउनको लागि चाहिँ एकदम बबाल तरिकाले हैन, राम्रो हैन, गुणस्तरीय अनि अर्ग्यानिक भनौं हैन, आफ्नै देशको है सिमेन्ट फ्याक्ट्री युज गर्न आउनु भएको छ है साथीहरु। ल त स्यालुट छ है बालन सरकार।